सबैजनामा शुभ प्रभात र गुड मर्निङ। यहाँहरूले देख्न सक्नुहुन्छ यो नेपालकै ठुलो धार्मिक स्थल ठुलो पाथिभरा ताप्लेजुङ जिल्लाको पनि उत्तरमा रहेको र तपाईँले यो ठुलो पाथिभरा मन्दिर देखिरहनु भएको छ। त्यसैगरी अलि अगाडि कञ्चनजङ्घा हिमाल साथैमा कुम्भकर्ण र यहाँ धेरै चिसो छ। तपाईँले जमिनमा देख्न सक्नुहुन्छ यो तुषार हो। यो तुषारो परेर यहाँको तापक्रम चाहिँ अहिले माइनसमा छ र अहिले बिहानै भएको कारणले तपाईँले अहिले पनि घाम झुल्किने क्रममै छ। अहिले घाम झुल्किसकेको पनि छैन र तपाईँले देख्न सक्नुहुन्छ वरिपरि यता चाहिँ यो ध्वजा फरफराइरहेको छ। त्यसैगरी मेरै अगाडि तपाईँले सिधै देख्न सक्नुहुन्छ माउन्ट एभरेस्ट सगरमाथा पनि धेरै नजिक देख्न सकिन्छ यहाँबाट र सगरमाथा सँगसँगै तपाईँले अरू हिमालहरू पनि देखिरहनु भएको छ र यो चाहिँ एकदम यो चिसो मौसम भएकोले हामी चाहिँ चिसो मौसमको पनि एकदम चिसो मौसममा यहाँ पाथिभरामा आएका छौँ र एकदम चिसो छ। यहाँ जमिनमा तपाईँले देख्न सक्नुहुन्छ आइस छ, एकदम चिसो भएको कारणले म सम्पूर्ण साथीहरूलाई घन्टीको आवाज सुनिरहनु भएको छ र यसै गरी तपाईँले यो रुख देख्न सक्नुहुन्छ। रुखमा पनि तपाईँको यसमा चाहिँ यो आइस हो। यो चाहिँ फुल होइन, यो चाहिँ सबै आइस हो। यो चाहिँ सबै यो फुल पात चाहिँ होइन। यसमा चाहिँ तपाईँको हिउँ नै हो जमेको चिसोको कारणले गर्दाखेरि र घाम झुल्किने क्रम जारी नै छ र केही समय पछाडि तपाईँले घाम झुल्केको पनि म भिडियो देखाउन चाहन्छु र केही समयको लागि